हेलो गाइस, तपाईँ सबैले मान्छेलाई चिन्नु हुन्छ होला। यो हो नेपाली ब्रो, यो हो नेपालको आन र बान, रेस्लिङको शान भनेर आफैलाई भन्ने गर्छ। तर नेपाली जनताको मान्यता ना के बराबर रहेको छ। यो जन्मेदेखि नै यस्तै गफाडी हो। तपाईँलाई विश्वास लाग्दैन भने यो भिडियो हेर्नुहोस्। मेरो धारणा त के छ भने म एउटा शहीद घोषणा भएर बाँचेको मान्छे हो। क्या बात कर रहे हैं? यहाँ गोली लाग्यो, यहाँ हानेर म एउटा शहीदै भएर बाँचेको छ। 5 मिनटसम्म बेहोस भएर केटाहरूले त्यहाँ घिसारेर लगेर कुना लगाएर पानी खुवाएर, होइन यो त रियल गोली हान्दैछ, प्लास्टिकको गोली ल्याएर छ भनेपछि मेरो आत्मबल बढेर त्यहाँ उठेर हिँड्ने मान्छे हो। यसरी गोली हान्ने, यसरी भाटा हान्ने काम राम्रो होइन सर। आज हामीले खायौँ, भोलि तपाईँले खानुहुन्छ, पछि अर्कोले खान्छ। त्यही भएर कति दिन मजाले त्यहाँ तपाईँको खुसी भएर मासु भात खान्छन्। तिनीहरूको पारो हाम्रो आउँछ भने तिनीहरू थाहा छैन। बात त सही है। पृथ्वी त गोलो छ, घुमिफुमी रुमियो टाढो भने तिनीहरूलाई थाहा रहन्छ त्यहाँ। र कति साथीहरूले चाहिँ मेरो त्यो एउटा बहिनी, आदरणीय बहिनी, 2 हप्ता 1 महिना अगाडिको त्यो एउटा हामी दुईजना नाच्दाखेरि ऊ लड्छ, गाडीमा गएर ठोकिन्छ, यसो नाच्दाखेरि होइन ठोकिन्छ भने बहिनी यता हो भनेर यसो तानेको, लम्मै लाएर हात काटेर अर्को हातले जोडेर टाँसेको त्यो उसो चेस्टमा बनाएर हालिदिएर मेरो बुढीलाई चाहिँ पठाइदिएछ, भिडियो पठाएछ। झन्डै डिभोर्स भन्नु सर। नाचेको बहिनी, आदरणीय बहिनी, त्यो हात काटेर यता गम्मै मेरो बुढीलाई मेरो साथीहरूले डिभोर्स गराउनलाई अनि गम्मा लगाएर त्यो घर गाडी खान्छु भनेर दाउ हानेर फोटो पठाएछ सर। झन् मेरो वाइफ चाहिँ अलिकति बुझ्ने पढे लेखा भएर उसले हल्का कन्भिन्स गरी, नत्र मेरो त बुझेको होइन सर, रोडपति भए म त नत्र। पान तलाको घर छ हेर्नु, अहिले बेचेन 3-4 करोड आउँछ। त्यो घरमा आँखा लगाइसकेछ, अहिले भाडै 90,000 आउँछ। अनि यस्ता घातीहरू छ, झन् बिहार दिनु सर मलाई त। बर्बादै भएछ त्यो, खाइ नपाए छलटेर अब गणतन्त्र आउने, राजा आउने, उता आफ्नो यहाँ घरबार बिग्रेर झन् बिजो भयो नि सर। उता गोली खाएर झन् 2टा बच्चा टुक्रा भएन, बुढी झन् बित्दै भएन। के हो 13 मिलियन फलोवर्स भएको मान्छे हो नि त। कान्तिपुर एसडीमा हेर्नु त मैले गेम देखाएको 13 मिलियन भनेको त तपाईँको 1 करोड 3 लाख होइन त कि 1 मिलियनको 1 करोड 30 लाख के हो समथिङ। 1 करोड 30 लाखको फ्यान भएको मान्छे त 10,000 20,000 त नर्मल हो नि मेरो लागि त। लाइक गर्नु, च्यानललाई सब्सक्राइब गर्नु र बेल आइकनलाई दबाइदिनु होला। सकेसम्म सेयर गरिदिनु होला। म यस्तै भिडियो लिएर आउने छु। हस्त नमस्ते गाइज।